के भयो पढ त बच्चा चल्छ बच्चा ठुलो सुत्यो यसलाई पक्रियो सुत्यो बच्चा सुत्यो अर्को त्यो पढ अर्को के छ तल पढ त पेन्सिल देखाएर त्यो होइन माथिको त्योभन्दा माथिको हो त्यो हो त आधी छैन आधी भयो छोरी आधी यसलाई काट्यो गरेको तँलाई ओकार काट्यो के भयो सबै पढ्दा के भयो भयो पुरै छैन त्यो आधै भयो छ भ्या भयो होइन त्यो भलाई आधी भयो या भ्या अनि भ्यागुतो त्यहाँ हेर न त्यहाँ बुकमा हेर्ने अन्त हेर्ने होइन बल्ल त आउँछ भ्यागुतो के हुन्छ अर्को शब्द हो त्यहाँ हेर त ल ल्याऊ त्यही ल जोडा मिला पहिला धर्का देऊ ल त्यो लेख राम्रो छ लेख्ने है आधी भयो भन योलाई आकार उकार